कस्तो लागिरहेछ त अब भोलि तिमीहरूको हाम्रो कलेज सकिँदैछ, मास्टर्स सकिँदैछ। Oh my God, कस्तो लागिरहेछ? यति एक्साइटेड होइन, ओभरवेल्म्ड विथ फिलिङ्स त्यस्तो भइरहेको छ कि मलाई नि भोलि कति बेला भोलिको 2 बज्छ जस्तो भइरहेको छ। त्यो चाहिँ सबै सकिँदैन। अनि तपाईँले जस्तो लागिरहेछ? मलाई एकदम स्ट्रेस भइरहेछ। भोलिको लागि भोलिको लागि स्ट्रेस भइरहेछ। आफ्नो दादा चिल फेर्दै हाम्रो शनिबार हामी एकदम बिजी हुनेवाला छौँ। मास्टर्स सकिँदैछ। We gonna miss each other. very much. Bye. That's all. यसरी कि यो ठ्याक्कै खुट्टा जहाँ जान्छ बर्गर खाएर देखाउनु पर्छ रे कि खाइदेऊ। बर्गर त भइसक्यो, पाउडरमा त भइसक्यो। अनि ग्रुपमै बस्ने अलिक छिटो पास कसरी सुरु गर्ने आयो कि नमस्कार गर्नुभयो सबैलाई। नमस्कार सबैलाई, म चाहिँ मास्टर फर्स्ट इयरको विद्यार्थी। यहाँ चाहिँ हामीसँग हुनुहुन्छ सेकेन्ड इयरको दिदीहरू, सिनियर दिदीहरू होइन। अब दिदीहरूको चाहिँ एक्जाम भ्याइयो, भ्याइए पनि दिदीहरू चाहिँ यहीँ बस्नुहुन्छ कि वरिपरि हाम्रो वरिपरि फर्स्ट इयरमा होइन। म त अब उहाँहरूलाई त छुट्टी भएर म चाहिँ एक्लै भइकन पनि मेरो तर्फबाट है, म चाहिँ एक्लै भइकन पनि मलाई चाहिँ कलेजमा चाहिँ सहानुभूति दिने, प्रोत्साहन गर्ने, पढ्नलाई सिकाउने सबै गर्ने भेटेको बेला भइहाल्यो। म चाहिँ क्लोज कलेजमै भइसकेपछि अब एउटै मिल्यो नि त कुरा। यो आएर दिदी यो कसरी गर्ने, वर्षादीलाई त म झन् सधैँ भनिरहेको छु, कति बोलिहाल्छु, मलाई नै थाहा छ होइन। अनि त्यही भएको भएर अब हामीले 1 वर्ष भयो नि त सँगै बसी होइन। सँगै बस्दाखेरि कति अब भन त भएन क्या अरे होइन। हामीले भयो छैन हुँदैन पनि अब त्यही भएको भएर अब आज चाहिँ यो त्यो फेरुल भने फेरुल पनि होइन, जस्ट यो मायाको चिनो चाहिँ फर्मालिटीको लागि अब दिदीहरूको सेकेन्ड इयर पनि भ्याइयो होइन। आज कलेजले पनि फेयरवेल गऱ्यो होइन। अब भोलि दिदीहरूले रिसर्चको पनि पुरै बुझाएर हुन्छ, पछिदेखि आउनुहुन्न कलेज होइन। अब त्यही भएको भएर आज चाहिँ दिदीहरूलाई चाहिँ हामीले सानो बेस्ट विसेस अनि फेरि भेट्नको लागि चाहिँ एउटा सानो फेयरवेल जस्तो मायाको चिनो छ। मायाको चिनो छ है। थ्याङ्क यू। है क्यामेरा तपाईँ म खिचिदिन्छु कि क्यामेरा ल्याउनु मन भिडियो रेकर्डेड छ, भिडियो गर्न पर्छ नि त। भिडियो रेकर्डेड छ।
दिदी यो चाहिँ हाम्रो तर्फबाट गिफ्ट हाम्रो अलि गिफ्ट पनि सबैले ऱ्याप भन्छ। दिदी गिफ्ट खोल्नु ऱ्याप पनि गराएन भ्याउँदा नि भ्याएन आउनुहोस् वर्षा दिदी ल इन्ट्री भयो है वर्षा वर्षा दिदी त झन् अब टिचरै भइसक्नु भयो हो त नि। होइन दिदीको त झन् ककटेल पार्टी ककटेल पार्टी असार 21 पछि के त्यो चाहिँ फेरि त्यति बेलै हुन्छ वर्षा दिदी हाम्रो उहाँबाट पनि यहाँ चितवनमा आइपुग्नु भयो अब यहीँ बस्नुहुन्छ वर्षा दिदी चितवन छोडेर कहीँ जानुहुन्न यही डेलिभरी गराउने हो मैले भन्नु गराउन आउँदैन होइन मै हुन्छ तपाईँको डेलिभरीको बेला अलिक अब। त्यतिखेरसम्म नि आउनु है। होला अब म त्यतिखेरसम्म प्लान नि गरिदिन्छु ए, प्लान गर्नु एक वर्षभित्र प्लान गर्नुभयो भने म त भइहाल्छु 1.5 वर्षसम्म त्यसपछि चाहिँ फेरि गाह्रो छ अब आउनुहुन्छ दिदी इन्ट्री ल हाम्रो दिक्षा दिदी पनि होइन उहाँ टाढादेखि आउनुभयो दीक्षाले आशीर्वाद अब हामी पञ्चे बाजा सुन्ने राख्नुपर्छ कि अब खोज्नु ट्याक्क बनाएर लिएर आउने कि चितवन। चितवनै ल्याउने वर्षा दिदीलाई चाहिँ हामीलाई यहीँ राखिसक्यो दुलहा भनेको के यो दिदीलाई कङ्ग्रेचुलेसन फर्स्ट चाहिँ साथीहरूलाई अब मैले के भन्ने साथीहरूलाई कलिग्सहरूलाई अब हामी फेरि यो अनबक्सिङ गर्न गइरहेछौँ है 1 2 3 गो